नमस्कार सबैजनालाई। म यति बेला उच्च अदालत पाटनमा छु, हेर्नु होला। आज चाहिँ मेरो मुद्दा बहस भइरहेको छ। दर्जनौं वकिलको कारणले 1 नम्बरमा परेको मुद्दा पनि अझै सकिएको छैन। मलाई धेरै अलिकति खुसी पनि लाग्यो, किनभने आज चाहिँ अपराधीलाई एयरपोर्टमै घेरेर हानेछन् साथीहरूले। थ्याङ्क यू सो मच जेएनजी भाइ बहिनी। अझै पनि हेर्नु होला, न्यायालयमा पनि के गर्छन् तपाईहरु सचक रहनु होला। म यति मात्रै भन्न चाहन्छु। मैले हिजो मेरो आँसु पक्कै लागेछ। हिजो रातभरिको निन्द्रा अनिन्द्रा र तपाईहरुसँग गरेका कुराकानीले काम गरे जस्तो छ। जति म लाइभ आएको थिएँ र यो मुद्दा के हुन्छ तपाईहरु हेरेर बस्नु होला। अति नै धेरै गरेको थियो, भगवानले त देखाइरहेका छन् अहिलेसम्म है। सामाजिक न्यायको रूपमा त मैले धेरै पटकै पाएँ। केही भन्दा अगाडि पनि त्यत्रो आन्दोलनले मलाई एउटा न्यायको भास दिलाएको थियो र आज पनि न्यायालयमै हुँदाखेरि मैले न्यायालयले के गर्छ मलाई थाहा छैन। आशा गरौँ पक्कै पनि राम्रो गर्छ। तर न्यायालय भन्दा बाहिर पनि तपाईहरुले न्यायको अनुभूत गराइसक्नु भएको छ। एयरपोर्टबाट बाहिर निकाल्न दिनु भएन, गुण्डुको घरबाट बाहिर निकाल्ने होइन, घरभित्र म गएर घिसाच्छु साथीहरु। अब चाहिँ तपाईहरुले साथ दिनु होला। यति भन्न चाहे। अहिले यति नै छ। अझै उनीहरुको दर्जनौं वकिल बाँकी छन्। यसले के गर्छन् हेर्दै जानु होला भन्न चाहन्छु। सबैजनाले शेयर गरिदिनुस् र न्यायमूर्तिहरुको सामु पनि यो भिडियो पठाइदिनु होला, पुर्याइदिनु होला है। यो सरकारलाई पनि म भन्न चाहन्छु, एउटा छोरीलाई सडकमा 2 वर्षदेखि राखिरहेको छ। अझै कति राख्ने हो सरकार थाहा छैन। कि नीतू बहिनीहरु जस्तै म मर्न पर्ने हो भने यही अदालतको शहीद बनेर अरु दिदी बहिनीलाई चाहिँ केही नहोस् भन्न चाहन्छु म। आज चाहिँ मेरो मुद्दा बहस भइरहेको छ। दर्जनौं वकिलको कारणले 1 नम्बरमा परेको मुद्दा पनि अझै सकिएको छैन। मलाई धेरै अलिकति खुसी पनि लाग्यो, किनभने आज चाहिँ अपराधीलाई एयरपोर्टमै घेरेर हानेछन् साथीहरूले। थ्याङ्क यू सो मच जेएनजी भाइ बहिनी। अझै पनि हेर्नु होला, न्यायालयमा पनि के गर्छन् तपाईहरु सचक रहनु होला। म यति मात्रै भन्न चाहन्छु। मैले हिजो मेरो आँसु पक्कै लागेछ। हिजो रातभरिको निन्द्रा अनिन्द्रा र तपाईहरुसँग गरेका कुराकानीले काम गरे जस्तो छ। जति म लाइभ आएको थिएँ र यो मुद्दा के हुन्छ तपाईहरु हेरेर बस्नु होला। अति नै धेरै गरेको थियो, भगवानले त देखाइरहेका छन् अहिलेसम्म है। सामाजिक न्यायको रूपमा त मैले धेरै पटकै पाएँ। केही भन्दा अगाडि पनि त्यत्रो आन्दोलनले मलाई एउटा न्यायको भास दिलाएको थियो र आज पनि न्यायालयमै हुँदाखेरि मैले न्यायालयले के गर्छ मलाई थाहा छैन। आशा गरौँ पक्कै पनि राम्रो गर्छ। तर न्यायालय भन्दा बाहिर पनि तपाईहरुले न्यायको अनुभूत गराइसक्नु भएको छ। एयरपोर्टबाट बाहिर निकाल्न दिनु भएन, गुण्डुको घरबाट बाहिर निकाल्ने होइन, घरभित्र म गएर घिसाच्छु साथीहरु। अब चाहिँ तपाईहरुले साथ दिनु होला। यति भन्न चाहे। अहिले यति नै छ। अझै उनीहरुको दर्जनौं वकिल बाँकी छन्। यसले के गर्छन् हेर्दै जानु होला भन्न चाहन्छु। यो सरकारलाई पनि म भन्न चाहन्छु, एउटा छोरीलाई सडकमा 2 वर्षदेखि राखिरहेको छ। अझै कति राख्ने हो सरकार थाहा छैन। कि नीतू बहिनीहरु जस्तै म मर्न पर्ने हो भने यही अदालतको शहीद बनेर अरु दिदी बहिनीलाई चाहिँ केही नहोस् भन्न चाहन्छु म। नमस्ते, सब्स्क्राइब गर्नुभयो छैन? गरिदिनु यार, के जान्छ यार।